कुनै पनि सम्झौतामा नि भनौँ न दुई पक्षको समान दायित्व हुन्छ भन्ने हाम्रो सामान्य बुझाइ छ नि होइन? हो नि, एकदम। दुवै पक्षको बराबरी हिस्सा हुनुपर्छ। त्यही त। अब मानौ एउटा घर छ। त्यो घरमा दुईजना मानिस बस्छन्। दुवैले त्यो घरको ओत राख्छन्, दुवैले त्यहाँको सुविधा उपभोग गर्छन्। हजुर। तर जब त्यो घरको छाना चुहिन्छ नि वा भित्ता भत्कन्छ, त्यसको सम्पूर्ण मर्मत सम्भारको खर्च अनि त्यो जोखिम र चिसो खप्ने काम भने नि एकजनाले मात्र गरिरहेको हुन्छ। अनि अर्को व्यक्ति चाहिँ? अर्को व्यक्ति भने आरामले सुतिरहेको हुन्छ। खै कसरी भनौँ, सुन्दा कस्तो अचम्म लाग्छ है? साँच्ची नै अचम्म लाग्छ र अलि अन्यायपूर्ण पनि सुनिन्छ नि। हो। आजको हाम्रो यस गहिरो अध्ययनमा नि हामी ठ्याक्कै यस्तै एउटा अदृश्य तर डरलाग्दो सम्झौताको चिरफार गर्दैछौँ। भन्नाले यो हाम्रो आजको स्रोत सामग्रीमा आधारित रहेर होइन त? एकदम। आजको विषय हो शारीरिक स्वायत्तता अर्थात् बडली अटोनोमी। परिवार नियोजनको नाममा महिलाको शरीरमाथि गरिने एकतर्फी प्रयोग र यस सम्पूर्ण प्रक्रियामा पुरुषको हराएको जिम्मेवारी। यो साँच्ची नै महत्त्वपूर्ण विषय हो। हाम्रो आजको स्रोतले निकै गम्भीर प्रश्नहरू उठाएको छ यसमा। मलाई नि यो स्रोत पढ्दा जहिले पनि एउटा कुराले हैरान पार्छ क्या। जस्तो कि कसैको हात भाँचियो भने एक्सरे मसिनले त्यो भाँचिएको हड्डीको सेतो धर्का स्पष्ट देखाउँछ नि होइन र? हो, समस्या तर जब हामी विवाह र प्रजनन स्वास्थ्यको कुरा गर्छौं नि, यो सम्झौता कहाँनेर भाँचिएको छ भनेर देखाउने कुनै एक्सरे मसिनै छैन क्या। यस्तो किन हुन्छ होला? किनकि यसको मुख्य कारण के हो भने नि समाजले त्यो भाँचिएको अवस्थालाई नै सामान्य नियम मानिदिएको छ। ए, सामान्य नियम? हो नि, कुनै भौतिक चोटपटकलाई हामी सजिलै देख्न सक्छौँ र उपचार खोज्छौँ। तर सामाजिक संरचनाले जब कसैको अधिकार खोज्छ नि, त्यो बिस्तारै भनौँ न एउटा परम्पराको रूपमा स्थापित हुन्छ। भनेपछि त्यो देखिँदैन तर भइरहेको हुन्छ। एकदम। आज हामीले जुन स्रोतमाथि छलफल गर्दैछौँ त्यसले एउटा निकै तिखो प्रश्न उठाएको छ नि। विवाहपछि महिलाको शरीरको नियन्त्रण किन स्वतः श्रीमानको वा भनौँ परिवारको अधिकारमा पुग्छ? हो, यो प्रश्नले त मलाई पनि सोच्न बाध्य बनायो। हेर्नुहोस्, यो कुनै लिखित कानुन त होइन, तर यो एउटा यस्तो अलिखित सामाजिक संरचना हो जहाँ महिलाको शरीरलाई व्यक्तिगत सम्पत्तिको सट्टा पारिवारिक नियन्त्रणको विषय बनाइन्छ। पारिवारिक नियन्त्रण डरलाग्दो सुन्यो। हो नि, सन्तान कहिले जन्माउने, कति जन्माउने र जन्मान्तर कसरी कायम गर्ने भन्ने कुराको सम्पूर्ण ठेक्का समाजले महिलाको काँधमा भिराइदिएको छ नि त। तर एकछिन पक्नुस् है। हजुर, भन्नुहोस्। विवाह भनेको त दुई व्यक्तिको सहमति हो नि, होइन र? आजभोलि त धेरै जोडीहरू आफै सल्लाह गरेर परिवार नियोजनका साधनहरू छान्छन् जस्तो लाग्छ मलाई त। बाहिरबाट हेर्दा त्यस्तै लाग्छ। हो, के साँच्चै नै महिलाको शरीरको नियन्त्रण पूर्ण रूपमा श्रीमानमा गएको हुन्छ र? यो अलि बढाइ चढाइ गरिएको दाबी जस्तो लाग्दैन र तपाईँलाई? बाहिरबाट हेर्दा यो सहमति जस्तो पक्कै देखिन्छ नि। तर हामीले त्यो सहमति कसरी निर्माण हुन्छ भनेर अलिकति गहिराइमा गएर हेऱ्यौँ भने वास्तविकता अलि फरक छ। कस्तो फरक? स्रोतले यहीँनिर नि सामाजिक मूल्य मान्यताको ठेक्कापट्टा भन्ने शब्द प्रयोग गरेको छ। ठेक्कापट्टा? हो, जब कुनै जोडी परिवार नियोजनको बारेमा सोध्छन्, समाजले उपलब्ध गराएको पूर्व निर्धारित विकल्पहरू प्राय महिलाकै शरीरमाथि प्रयोग हुने खालका हुन्छन्। जस्तो कि पिल्स, सुई यस्तै यस्तै। ठ्याक्कै। श्रीमानले सिधै तिमीले नै यो गर्नुपर्छ नभने पनि नि समाजको सम्पूर्ण मनोविज्ञानले महिलालाई नै जिम्मेवारी लिन बाध्य बनाउँछ। भनेपछि त्यो सहमति पनि एउटा दबाब नै हो एक किसिमको। हो नि, र विडम्बनाको कुरा के छ भने आफ्नो स्वास्थ्यको आहुति दिएर परिवारको योजना सफल बनाउँदा पनि महिलाले कुनै प्रशंसा वा कदर पाउँदिनन्। कहिले पाउँदिनन्? उल्टै त्यसलाई केवल उनको कर्तव्य मानिन्छ नि त। एकदम सही भन्नुभयो, कर्तव्य मात्र मानिन्छ। यो त साँच्ची नै डरलाग्दो अवस्था हो। आफ्नो शरीरलाई निरन्तर जोखिममा राख्ने, तर त्यसलाई केवल एउटा साधारण ड्युटीको रूपमा लिने। हजुर। मलाई नि यो स्रोतको अर्को एउटा पाटोले अझ निकै गम्भीर बनायो क्या। हामीले अधिकार गुमाउने कुरा त गर्यौं, तर त्यो अधिकार गुम्दा भौतिक शरीरमा भनौँ न कस्तो भयानक क्षति पुग्छ भन्ने कुरा पनि त्यहाँ स्पष्ट खुलाइरहेको छ नि। हो, विशेष गरी परिवार नियोजनका अस्थायी साधनहरूको सन्दर्भमा।
विशेष गरी डिपो प्रोभेरा सुईको प्रयोग र त्यसको असरबारे स्रोतमा स्पष्ट लेखिएको छ कि डिपोको साइड इफेक्टका कारण एउटी स्वस्थ महिला कि त अस्वाभाविक रूपमा मोटो अर्थात् भद्दा हुन्छन् कि त निकै कमजोर। हो, त्यहाँ महिलाको शरीरलाई एउटा प्रयोगशालासँग तुलना गरिएको छ नि। बाफ्रे, प्रयोगशाला भन्ने शब्द नै निकै सटिक छ क्या यसको लागि। हो नि, प्रयोगशालामा के हुन्छ त? त्यहाँ विभिन्न केमिकलहरू हालिन्छन्, परीक्षण गरिन्छ अनि त्यसको प्रतिक्रिया हेरिन्छ। अनि यहाँ महिलाको शरीरमाथि ठ्याक्कै त्यस्तै परीक्षण भइरहेको छ, होइन त? एकदम। हेर्नुहोस्, डिपो प्रोभेरा भनेको वास्तवमा कृत्रिम हर्मोन जसलाई प्रोजेस्टिन भनिन्छ, त्यसको ठूलो मात्रा हो। यसले शरीरलाई झुक्क्याउँछ। हो, यसले शरीरलाई म गर्भवती छु भन्ने कृत्रिम भ्रममा राख्छ। ओहो। यसले मस्तिष्क र डिम्बाशय बीचको प्राकृतिक सञ्चारलाई अवरोध पारिदिन्छ नि त, जसले गर्दा अण्डाशयबाट अण्डा निस्कन पाउँदैन। सुन्दा त यो निकै प्रभावकारी लाग्न सक्छ है। प्राविधिक रूपमा प्रभावकारी त छ, तर यसरी शरीरको प्राकृतिक हर्मोनल चक्रलाई जबरजस्ती रोक्दा त्यसको गम्भीर मूल्य चुकाउनुपर्छ नि। म त जैविक प्रक्रिया नै बुझ्न खोजिरहेको थिएँ। यो केवल बाहिरी मोटाई वा दुब्लोपनको कुरा मात्र त होइन रहेछ नि। पटक्कै होइन। भनेपछि भित्र त पुरै प्रणाली नै उथल-पुथल हुँदो रहेछ नि। बिल्कुल। हर्मोनको यो कृत्रिम प्रवेशले नि शरीरको मेटाबोलिजमलाई एकदमै सुस्त बनाइदिन्छ। अनि त्यही भएर तौल बढ्ने हो? हो, जसले छ। अर्कोतर्फ यसले हड्डीको घनत्व अर्थात् बोन डेन्सिटीलाई पनि घटाउँछ नि। बाफ्रे, हड्डी नै कमजोर बनाउँछ? हजुर, जसले गर्दा महिलाहरू बिस्तारै कमजोर हुँदै जान्छन्। लगातारको रक्तस्राव वा महिनामा हुने अनियमितता जस्ता समस्या त भनौँ न सामान्य नै मानिन्छन्। त्यही भएर त होला नि स्रोतले यसैलाई रोगको खानी भनेको छ नि। एकदम सही। एउटी स्वस्थ महिला परिवार नियोजनको नाममा बिस्तारै विभिन्न रोग र शारीरिक जटिलताहरूको शिकार बन्न पुग्छिन् क्या। तर मलाई यहाँनिर अलिकति कन्फ्युजन भयो। खै कसरी भनौँ, यदि यति धेरै हानि पुर्याउँछ भने नि डिपो सुईलाई जनस्वास्थ्यको दृष्टिकोणबाट त एउटा ठूलो क्रान्ति नै मानिएको होइन र? मानिएको त हो। विश्वभर नै यसलाई सस्तो, सजिलो र प्रभावकारी विकल्पको रूपमा प्रवर्धन गरिन्छ नि। नीति निर्माताहरूले त यसलाई एउटा ठूलो सफलताको कथाको रूपमा हेर्छन् क्यारे। हजुर। अनि स्रोतले किन यसलाई यति धेरै नकारात्मक रूपमा प्रस्तुत गरिरहेको छ त? यहाँनिर नि हामीले जनसाङ्ख्यिकीय सफलता अर्थात् डेमोग्राफिक सक्सेस र व्यक्तिगत स्वास्थ्य बीचको फरक बुझ्नुपर्छ। ताहरूको लागि यो पक्कै सफलता हो। हरेक 3 महिनामा एउटा सुई दियो, जनसङ्ख्या नियन्त्रण भयो। यो निकै सस्तो छ र यसको प्रभावकारिता दर उच्च छ। तर त्यो सफलताको मूल्य कसले चुकाइरहेको छ त? एउटी महिलाले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य दाउमा राखेर नि त। एकदम साँचो कुरा। समाज र स्वास्थ्य प्रणालीले एउटा सजिलो बाटो रोज्यो क्या, तर त्यो सजिलो केवल पुरुष र राज्य संयन्त्रको लागि मात्र भयो नि। सुई लिने महिलाको शरीरमा जुन भयानक परिवर्तन आउँछ नि, त्यसलाई त कसैले गन्दैमा हो, त्यसलाई सामान्य साइड इफेक्ट भनेर व्यवस्था गरियो। यो भनेको त भनौँ न सिद्धान्त र व्यवहार बीचको भयानक खाडल भयो नि। एकदम भयानक खाडल हो। किताबहरूमा अनि ती ठुल्ठुला गोष्ठीहरूमा नि महिला सुरक्षा, प्रजनन स्वास्थ्य र सशक्तिकरणका कति धेरै कुराहरू लेखिएका हुन्छन् नि। हजुर, कुरा त ठूला हुन्छन्। तर वास्तविकतामा हेर्दा एउटी महिलाले आफ्नो शरीर भद्दा हुँदा त्यही समाजकै खिस्सीत्योरी सहनु परेको छ। कमजोर हुँदा काम गर्न नसकेको भनेर आलोचना खेप्नु परेको छ। हो नि। समस्याको जड त एकातिर छ नि, अर्थात् त्यो सुई जसले उनको शरीर बिगार्दैछ। तर आलोचना भने नि उनी आफैले खेपिरहेकी छिन् क्या। यो नै सबैभन्दा ठूलो विडम्बना हो नि। ज्ञान र कार्यान्वयन बीच चुपचाप पीडा सही रहन बाध्य बनाएको छ क्या। साँच्चै दुःख लाग्दो। जब शरीर प्रयोगशाला बन्छ र बिस्तारै रोगको खानीमा परिणत हुन्छ नि, तब हामीले आफूलाई सभ्य समाज भन्न मिल्छ कि मिल्दैन भन्ने ठूलो प्रश्न उठ्छ। हो, एकदम। त्यसो भले खै यसको समाधान के त? यदि महिलाको शरीरमा यति धेरै असर पर्छ भने नि परिवार नियोजनको अर्को पाटो अर्थात् पुरुषको भूमिका चाहिँ कहाँ छ त? यहीँनिर त स्रोत सामग्रीले यो छलफललाई निकै रोचक मोडमा पुर्याएको छ नि। त्यहाँ केही कडा प्रश्नहरू सोधिएका छन् क्यारे। हजुर। जस्तो कि के परिवार नियोजनको लागि डिपो नै एकमात्र उपाय हो त? कि पुरुषहरूलाई सुरक्षित यौन सम्पर्क वा भनौँ न सेफ सेक्सको बारेमा थाहा हुँदैन र?
हेर्नुस्, यी प्रश्नहरूले पुरुषको अज्ञानतालाई होइन नि, उनीहरूको बेवास्ता र सुविधाभोगी प्रवृत्तिलाई उदाङ्गो पारेका छन् क्या। हो नि। आजको युगमा जहाँ सूचना र शिक्षाको यति धेरै पहुँच छ नि, त्यहाँ सुरक्षित यौन सम्पर्कका अन्य उपायहरूबारे थाहा छैन भन्नु त एउटा बहाना मात्र हो नि। कुनै प्राविधिक रूपले असम्भव कुरा हुँदै होइन नि। हो, मलाई पनि त्यस्तै लाग्छ। यो यो अज्ञानताको समस्या होइन क्या, यो त पुरै नियतको समस्या हो नि। ठेके, नियत नै मुख्य कुरा हो। यहाँ मुख्य कुरा भनेको त पुरुषले आफ्नो अलिकति सुविधा नि आफ्नो क्षणिक आनन्दलाई छोड्न नचाहनु हो जस्तो लाग्छ मलाई। हजुर। आफूलाई अलिकति असहजिलो हुन्छ भनेर आफ्नी श्रीमतीको शरीरलाई रोगको खानी बढ्न दिने हो त। यो त कुनै साझेदारी नै भएन नि। स्रोतले यहाँ एउटा निकै चासो लाग्दो अवधारणा पनि अघि सारेको छ नि, स्मार्टनेसको कुरा। त्यो स्मार्टनेसवाला भाग एकदम सान्दर्भिक छ। त्यहाँ लेखिएको छ नि, महिलालाई प्रयोगशाला होइन, पढे लेखेका पुरुषले आफ्नो स्मार्टनेस देखाउनु पर्यो। हाम्रो समाजमा स्मार्ट हुनुको परिभाषा नै अलि अचम्मको छ जस्तो लाग्दैन तपाईँलाई? पक्कै पनि हाम्रो समाजमा स्मार्टनेस वा पढे लेखेको हुनुलाई नि केवल शैक्षिक डिग्री, राम्रो जागिर वा पैसा कमाउनुसँग मात्र जोडिन्छ क्या। नि त्यही त। कम्पनी चलाउन सक्छ, जटिल हिसाबहरू समाधान गर्न सक्छ, अनि उसलाई समाजले स्मार्ट मान्छ। तर त्यही पुरुष जब आफ्नो बेडरुममा पुग्छ नि र आफ्नी श्रीमतीको स्वास्थ्यलाई जोगाउन एउटा साधारण कन्डम प्रयोग गर्ने निर्णय गर्न सक्दैन भने त्यो बाहिरी स्मार्टनेसको के अर्थ रह्यो त? वाउ, साँच्चीकै के अर्थ रह्यो र? स्रोतले समाजको त्यही खोक्रो परिभाषामाथि कडा प्रहार गरेको छ नि त यहाँ। यो साँच्ची नै एउटा गहिरो सामाजिक विश्लेषण हो क्या। हामीले पुरुषको बौद्धिकतालाई केवल आर्थिक वा प्राज्ञिक सफलतासँग मात्र नाप्यौं नि, तर घरेलु वा प्रजनन बौद्धिकतालाई कहिले मापनै गरेनौं नि। हो नि, रिप्रोडक्टिभ इन्टेलिजेन्सको त कुरै हुँदैन। स्मार्टनेस भनेको त समस्याको समाधान निकाल्नु हो नि, त्यो पनि कसैलाई हानि नपुर्याइकन। ठ्याक्कै। साँचो अर्थमा स्मार्ट हुनु भनेको नि आफ्नै जीवनसाथीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुरक्षित यौन सम्पर्कका विकल्पहरू अपनाउने निर्णय गर्न सक्नु हो। एकदम सही। परिवार नियोजन वा मेडिकल प्रक्रियाबाट हटाएर नि यसलाई आपसी साझेदारी र सम्मानको रूपमा विकास गर्नु नै असली स्मार्टनेस हो क्या। हो नि। यदि कुनै शिक्षित पुरुषले आफ्नो सानो सुविधाको लागि श्रीमतीको हर्मोनल सन्तुलनलाई बिगाड्छ र उनलाई प्रयोगशाला बन्न दिन्छ भने नि उसको त्यो शैक्षिक डिग्रीले समाजलाई केही पनि योगदान दिइरहेको हुँदैन। यो कुराले मलाई नि छलफलको अन्तिम र सबैभन्दा संवेदनशील पाटोतर्फ डोर्याएको छ क्या। कुन पाटोतर्फ? हामीले सुरक्षित यौन सम्पर्कको प्राविधिक र सामाजिक पक्षको कुरा त गर्यौं नि, तर दाम्पत्य सम्बन्ध भनेको केवल प्रविधि, साधन र तर्कको मात्र कुरा त होइन नि। पक्कै होइन। यो त भावनात्मक र मनोवैज्ञानिक पाटो पनि हो नि। यहाँ जिम्मेवारी र माया जोडिएको हुन्छ। स्रोतको अन्तिम हिस्साले यसलाई यति सुन्दर तरिकाले प्रस्तुत गरेको छ कि माया र सृष्टिको कुरा हो। त्यहाँ भनिएको छ, आखिर माया नै सृष्टि जोगाउने एकमात्र उपाय हो। अनि त्यसपछि एउटा कडा चेतावनी छ क्या, शारीरिक सम्पर्कको बेला पुरुषले मादक पदार्थ अर्थात् दारू लगाएर होइन, विवेक लगाएर माया साटासाट गर्नुपर्छ भनेर। यो वाक्यले त सम्पूर्ण छलफलको दार्शनिक केन्द्रबिन्दुलाई नै छुन्छ नि। हो नि। हेर्नुस्, समाजले पुरुषलाई रक्सी पिउने र त्यसको नशामा जे गरे पनि पुरुषार्थ भन्दै छुट दिने एउटा गलत भाष्य निर्माण गरेको छ क्या। एकदम। मातेको बेला त्यस्तै हो। मादक पदार्थको प्रभावमा मानिसले आफ्नो दायित्व, समझदारी र अर्को व्यक्तिको संवेदनशीलतालाई पूर्ण रूपमा भुल्छ। नशामा गरिने शारीरिक सम्पर्कमा होस हुँदैन नि, त्यहाँ केवल आफ्नो चाहनाको पूर्ति मात्र हुन्छ। अनि त्यही होस गुमाएको अवस्थामा त सुरक्षित यौन सम्पर्कका उपायहरू पनि व्यवस्था गरिन्छन् नि, होइन त? एकदम, पुरै व्यवस्था गरिन्छन्। तर समाजले त यस्ता कुरालाई सामान्य भनेर टार्छ नि। त्यही त, अब मादक पदार्थ सेवन गरेपछि त्यस्तै त हो नि भन्ने कति सजिलो उन्मुक्ति दिएको छ क्या पुरुषलाई। र त्यही उन्मुक्ति नै समस्याको मुख्य जड हो नि। स्रोतले यहाँ दारूको सट्टा विवेक भन्ने शब्द प्रयोग गरेको छ क्या। विवेक? यो शब्द निकै गहिरो छ। हो, विवेक भनेको के हो त? विवेक भनेको होस हो, समझदारी हो, र सबैभन्दा महत्त्वपूर्ण कुरा नि अर्को व्यक्तिको शरीर र स्वास्थ्यप्रतिको गहिरो सम्मान हो क्या। ओहो। साँचो माया तब मात्र प्रमाणित हुन्छ जब त्यहाँ विवेक हुन्छ। सृष्टि वा मानव सभ्यताको निरन्तरता केवल जैविक प्रक्रिया मात्र होइन नि, यो त विवेकमा पो अडिएको हुन्छ त।
अझ गहिरिएर हेर्ने हो भने नि हामी सृष्टि जोगाउने वा वंश धान्ने कुरालाई लिएर निकै ठूला कुरा गर्छौं समाजमा। तर सृष्टि जोगाउनु भनेको केवल बच्चा जन्माउनु मात्र हो त? पक्कै होइन। साँचो अर्थमा सृष्टि जोगाउनु भनेको त त्यो बच्चालाई जन्म दिने आमाको स्वास्थ्य, उनको मानसिक शान्ति र उनको सम्मानलाई जोगाउनु पनि हो नि। जस्ता हानिकारक साधनहरू प्रयोग गर्न बाध्य बनाउँछ, तब उसले त्यो सृष्टिको मूल आधार अर्थात् महिलाको शरीरलाई नै जोखिममा पारिरहेको हुन्छ के? विवेक बिनाको सामीप्यता केवल एउटा शारीरिक क्रिया मात्र हो। यसले सृष्टिलाई जोगाउँदैन नि, बरु त्यसको जगलाई पो भत्काउँछ त। यो कति अर्थपूर्ण र शक्तिशाली कुरा हो है। सुरुमा हामीले जुन भाँचिएको हड्डी र एक्सरे मेसिनको उदाहरण दिएका थियौं नि, हजुर, सम्झना छ। आजको यस गहिरो अध्ययनले त्यो नदेखिने भाँचिएको सामाजिक सम्झौतालाई छर्लङ्ग पारिदिएको छ क्या। हो नि। हामीले देख्यौं कि विवाहपछिको शारीरिक स्वायत्तता कसरी चुपचाप गुम्छ। महिलाले सहनुपर्ने प्रयोगशाला जस्तो नियति र हर्मोनल सुईले बनाउने रोगको खानीको वास्तविकता कति भयानक छ भनेर हामीले जैविक रूपमै बुझ्यौं नि त आज। र सबैभन्दा महत्त्वपूर्ण कुरा नि, यो कुनै एउटा समाधान नभएको समस्या पनि होइन क्या। एकदम समाधान त हाम्रै छ। सुरक्षित यौन सम्पर्क र पुरुषको विवेकपूर्ण सहभागिता नै यसको सिधा र स्पष्ट समाधान हो नि। परिवार नियोजन केवल महिलाको मात्र जिम्मा त हुँदै होइन, यो दुवैको समान दायित्व हो। पढे लेखेका पुरुषले देखाउनु पर्ने स्मार्टनेस भनेको नै आफ्नी श्रीमतीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु हो क्या? हो नि, दाम्पत्यसँगै हिँड्ने साझेदारी हो नि, एकले अर्कोलाई प्रयोग गर्ने प्रयोगशाला त होइन नि। एकदम सही भन्नुभयो। आजको यो गहिरो अध्ययनले पक्कै पनि परिवार नियोजन र विवाहभित्रको शक्ति सन्तुलनलाई हेर्ने हाम्रो परम्परागत दृष्टिकोणलाई अलिकति भए पनि झकझकाएको हुनुपर्छ। मलाई पनि त्यस्तै लाग्छ। अब हामी यस छलफलको अन्त्यतिर आइपुगेका छौं, तर जाँदा जाँदै नि म यो कुराकानीलाई एउटा यस्तो प्रश्नको साथ बिट मार्न चाहन्छु जसले हामी सबैलाई एकछिन रोकिएर गहिरो सोचमा डुबाउनेछ। त्यो प्रश्न के हो त? हाम्रो समाजले र परिवारलाई यति धेरै महत्त्व दिन्छ नि, तर यदि साँच्चै नै समाजलाई परिवारको यति धेरै चिन्ता छ भने त्यही सृष्टि धान्ने महिलाको स्वास्थ्यलाई ध्वस्त पारेर पुरुषको सुविधालाई मात्र किन निरन्तर संरक्षण गरिरहन्छ त? गम्भीर प्रश्न हो नि। जब एउटा समाजले महिलाको शारीरिक पीडा र बिग्रन्दो स्वास्थ्यलाई विवाहको एउटा सामान्य नियमको रूपमा मौन स्वीकृति दिन्छ नि, तब हामीले कस्तो पुस्ता र कस्तो मायाको निर्माण गरिरहेका छौं। के त्यो भाँचिएको एक्सरे मसिनले देखाउन नसकेको हाम्रो समाजको सबैभन्दा ठूलो रोग यही त होइन? यसमाथि अवश्य विचार गर्नुहोला।